हाम्रो घरमा जति सुरक्षित, नेपालमा जति चाहिँ हामीलाई आनन्ददायक र नेपालमा जति सहज चाहिँ विदेशमा मैले पाइनँ। म पनि विदेश गएँ। विदेश गएर मैले प्रयास पनि गरेँ कि नेपालमा भन्दा विदेशमा राम्रो हो कि होइन, किन सबैजना विदेशै बसिरहनु भएको छ भने म पनि विदेशमै बसेर बरु काम गर्छु अथवा बरु यहीँ चाहिँ म व्यवसाय गर्छु भनेर मैले एउटा स्टेप लिएको थिएँ। तर बिस्तारै बुझ्दै जाँदाखेरि हाम्रो घर भने हाम्रै घर हो, हाम्रो घर आफ्नो घर भने आफ्नै हो के। जतिसुकै गरे पनि एउटा विद्यार्थी अस्ट्रेलिया जानुहुन्छ, गएपछि उहाँको सोचाइ के हुन्छ भने म यहाँ जसरी पनि सेटअप हुनुपर्छ, उहाँको दिमागमै त्यही हुन्छ क्या। मैले ओहो नेपालमा यत्रो ऋण गरेर आएको छु, त्यत्रो परिवारमा लोन छ, म यहाँ अब क्यानाडा अस्ट्रेलिया आइसकेँ, जसरी पनि म यहाँ चाहिँ सेटल हुनै पर्छ भनेर उहाँले त्यहाँ त्यति दत्तचित्त भएर काम गर्नुहुन्छ अथवा व्यवसाय गर्नुहुन्छ। तर यहाँ त्यसरी गर्नुहुन्न क्या। उहाँले त्यो प्यासन, त्यो धैर्यता, त्यो लगाव यहीँ गर्ने हो भने नेपालमा त्योभन्दा सजिलो छ। नेपाल अधिराज्यभरिका विभिन्न जिल्लाहरूबाट नेपाली साना कफी किसानहरूले प्रशोधन गर्नुभएको, फलाउनु भएको कफीलाई हामीले किनिदिने र काठमाडौँ ल्याएर त्यसलाई प्रशोधन गर्ने, हलिङ गर्ने, ग्रेडिङ गर्ने, ह्यान्ड सटिङ गर्ने, अनि त्यसपछि त्यसलाई ग्रिन बिन्स बनाएर त्यसलाई रोस्ट गर्ने, अनि नेपाली मार्केटमा त्यसलाई सप्लाई गर्ने, बाहिर पनि पठाउने र आफ्नो आन्तरिक खपत पनि गर्ने गरेर हामी नेपाली उत्पादनलाई जोड दिँदै। मैले सिन्धुपाल्चोकबाट सङ्घर्ष दुःख गरेर होइन, हाम्रो परिवार पनि आर्थिक रूपमा अलिक कमजोरै परिवार थियो होइन, त्यसका बावजुद पनि मैले दुःख सङ्घर्ष गरेर कम्पनी स्थापना गरेर अहिले प्रत्यक्ष रूपमा 27-28 जना रोजगारी दिएको छु। मैले पनि 2-4 पैसा आम्दानी गरेको छु र अप्रत्यक्ष रूपमा हजारौँ किसानहरूलाई चाहिँ मैले रोजगार दिन सफल भएको छु। नमस्कार, म केदार सापकोटा मदन। हाल म रोयल हिमालयन कफी सञ्चालन गरिराखेको छु। नेपाल अधिराज्यभरिका विभिन्न जिल्लाहरूबाट नेपाली साना कफी किसानहरूले प्रशोधन गर्नुभएको, फलाउनु भएको कफीलाई हामीले किनिदिने र काठमाडौँ ल्याएर त्यसलाई प्रशोधन गर्ने, हलिङ गर्ने, ग्रेडिङ गर्ने, ह्यान्ड सटिङ गर्ने, अनि त्यसपछि त्यसलाई ग्रिन बिन्स बनाएर त्यसलाई रोस्ट गर्ने, अनि नेपाली मार्केटमा त्यसलाई सप्लाई गर्ने, बाहिर पनि पठाउने र आफ्नो आन्तरिक खपत पनि गर्ने गरेर हामी नेपाली उत्पादनलाई जोड दिँदैछौँ र नेपाली कफी चाहिँ बढीभन्दा बढी उत्पादन गर्नुपर्छ भनेर हामी किसानहरूलाई तालिम दिने, किसानहरूलाई जनचेतनालाई फैलाउन सहयोग गर्ने, कफीको विषयमा उहाँहरूलाई जानकारी दिने, अनि कफीमा किसानहरूले भोग्नु परेको समस्या जस्तो कफीमा रोग किरा सङ्क्रमण हुन्छ, मल खादको सप्लाईको कुराहरू, त्यसपछि सिँचाइको कुराहरूमा उहाँहरूलाई पर्याप्त प्राविधिक सहयोग गर्ने र कुनै पनि केसमा जस्तो हामीले प्रोसेसिङमा हामी सहयोग गर्छौँ। भन्नुको मतलब पल्पर अपरेटिङको लागि पल्पर मेसिनहरूमा सित्तैमा दिन्छौँ हामी, मोइस्चर मिटरहरू किसानलाई सित्तैमा दिन्छौँ। सबैले व्यापार गर्ने हो, पैसा सबैले कमाउने हो। तर यसमा चाहिँ कस्तो छ भने नेपाली उत्पादनलाई नेपाली बजारसँग जोड्न सकियो, केही न केही रूपमा कफी बाहिर पठाएर एक्सपोर्ट गरेर डलर पनि देशमा भित्राउन सकियो र यहीँ उत्पादन भएको कफीलाई यहाँ बजारमा हामीले खपत गराएपछि कमसेकम बाहिरबाट आउने कफी जुन बाहिरबाट हाम्रो इम्पोर्ट हुन्छ त्यो त कमसेकम अलिकति रोकिन्छ। म पनि विदेश गएँ। विदेश गएर मैले प्रयास पनि गरेँ कि नेपालमा भन्दा विदेशमा राम्रो हो कि होइन, किन सबैजना विदेशै बसिरहनु भएको छ भने म पनि विदेशमै बसेर बरु काम गर्छु अथवा बरु यहीँ चाहिँ म व्यवसाय गर्छु भनेर मैले एउटा स्टेप लिएको थिएँ। तर बिस्तारै बुझ्दै जाँदाखेरि हाम्रो घर भने हाम्रै घर हो, हाम्रो घर आफ्नो घर भने आफ्नै हो के। जतिसुकै गरे पनि हामीले पैसाको मात्रा ठुलो रूपमा कमाउला, तर पैसा मात्रै सबै ठुला कुरा होइन, सन्तुष्टि पनि हुनु पर्यो र हामीले तुलनात्मक रूपमा हामीलाई व्यापार व्यवसाय गर्न नेपालमा जति, हाम्रो घरमा जति सुरक्षित, घरमा नेपालमा जति चाहिँ हामीलाई आनन्ददायक र नेपालमा जति सहज चाहिँ विदेशमा मैले पाइनँ। हाम्रो कस्तो छ भने हाम्रो प्राक्टिस चाहिँ के छ भने कपी पेस्ट गर्ने, क्रिएसन नगर्ने होइन, आफूमा आफ्नो सिप कला कौशल देखाउन नखोज्ने, अरूले जे गरिराखेका छन् त्यसैलाई चाहिँ फलोअप गर्ने, मतलब त्यही नै कपी पेस्ट गर्न खोज्ने। त्यो कारणले गर्दाखेरि कुनै पनि सेक्टरमा कम्पिटिसन ज्यादा हुन जान्छ। एउटा सेक्टरको, एउटा चिजको, एउटा फिल्डको पनि एउटा लिमिटेसन हुन्छ।
अब त्यसमा धेरै नै त्यसमा त्यो एन्टरप्रेन्योरहरू त्यही सेक्टरमा बढी आएपछि सिमिलर कुरामा एउटै फिल्डमा धेरै एन्टरप्रेन्योर आएपछि के हुन्छ भने त्यसमा टु मच कम्पिटिसन बढी हुन्छ र त्यो मार्केट स्याचुरेट हुन्छ र त्यो भइसकेपछि सबैजना डुब्नुहुन्छ। विदेशमा भन्दा नेपालमा अभियसली राम्रो छ। यहाँ हामीले धेरै गर्नु बाँकी छ। विदेशमा गरिसकिएको छ। विदेशमा बढी कम्पिटिसन छ, बढी च्यालेन्ज छ, भाषाको समस्या, आफ्नो ठाउँ होइन, आफ्नो समाज छैन। त्यसले गर्दाखेरि भोलि चाहिँ विदेशमा गएर गर्नुभन्दा चाहिँ यहाँ सुरक्षित, राम्रो र फाइदा पनि यहाँनिर नेपालमा बढी मैले चाहिँ त्यो अनुभव गरिराखेको छु। एउटा विद्यार्थी अस्ट्रेलिया जानुहुन्छ अथवा क्यानाडा, युएस, अमेरिका कता कता जानुहुन्छ। गएपछि उहाँको सोचाइ के हुन्छ भने म यहाँ जसरी पनि सेटअप हुनुपर्छ। उहाँको दिमागमै त्यही हुन्छ क्या। मैले नेपालमा यत्रो ऋण गरेर आएको छु, त्यत्रो परिवारमा लोन छ, म यहाँ अब क्यानाडा, अस्ट्रेलिया आइसकेँ, जसरी पनि म यहाँ चाहिँ सेटल हुनै पर्छ भनेर उहाँले त्यहाँ त्यति दत्तचित्त भएर काम गर्नुहुन्छ अथवा व्यवसाय गर्नुहुन्छ। तर यहाँ त्यसरी गर्नुहुन्न क्या। उहाँले त्यो प्यासन, त्यो धैर्यता, त्यो लगात यहीँ गर्ने हो भने नेपालमा त्योभन्दा सजिलो छ। म यति आशावादी किन छु भने अब हेर्दै जानु होला 5 या 10 वर्षभित्र यो हाम्रो जुन चाहिँ परम्परागत प्रणाली, जुन राज्य तहको जुन लुटपाट थियो, राजनीतिक विकृति थियो, यो सफा हुने क्रममा छ। यो सफा हुने क्रममा उही प्रसव पीडा जस्तै हो क्या। यो अहिले जुन एउटी आमालाई गर्मिणीबाट बच्चा एउटा चाहिँ पैदा गर्न कति सङ्घर्ष हुन्छ, हाम्रो देशको स्थितिले त्यस्तै भोगिराखेको छ। र यो प्रसव पीडाबाट हामी मुक्त हुँदैछौँ एकदम छिटो। यसको धेरै कारणहरू जोडिसकेका छन्। हामी सबैले विचार पनि गर्न सक्छौँ, किनभने अब कोही पनि हामी आम सर्वसाधारण पनि गल्तीलाई गल्ती हो भन्न सक्ने स्थितिमा पुगिसकेका छौँ। र केही कुरा पनि यहाँ लुकाएर लुक्नेवाला छैन। हामी कोर्स करेक्सनको एउटा स्टेजमा छौँ। त्यसले गर्दा यो 2-4 वर्ष लाग्छ अझै। र त्यो चेन्ज भइसकेपछि हाम्रो भविष्य उज्जवल छ। हामी नेपालमा धेरै कुराहरू गर्न सक्छौँ। भयङ्कर सम्भावना भएको प्रकृतिले र प्राकृतिक स्रोत सम्पदा संस्कृतिले हामी असाध्यै धेरै धनी छौँ। र यो हामीसँग भएको अथाह प्राकृतिक सम्पदा, धार्मिक सम्पत्तिलाई हामीले प्रयोग गर्ने चरणमा अब हामी गइसकेका छौँ। त्यसले गर्दा हामी निराश पर्ने कुनै पनि कारण छैन। देशमा राम्रो अवश्य पनि हुन्छ। विदेशमा पनि नराम्रो छ भन्न खोजेको होइन, नराम्रो छैन, विदेशमा पनि राम्रै छ। तर त्योभन्दा सजिलो हामीलाई घरमा हुन्छ। जे गर्दा पनि हामी बाहिर निस्क्यौँ भने नि पानी पर्यो, चट्याङ आयो, कुनै असुरक्षा महसुस भयो, घरमै आउनु पर्यो नि, होइन? त्यसले गर्दाखेरि जति पनि गइसक्नु भएको छ विदेश, उहाँहरूलाई पनि म के अनुरोध गर्दछु भने नेपालमा आउनु सम्भावना खोजौँ। सम्भावना छ। अब मैले सिन्धुपाल्चोकबाट सङ्घर्ष दुःख गरेर होइन, हाम्रो परिवार पनि आर्थिक रूपमा अलि कमजोरै परिवार थियो होइन। त्यसका बावजुद पनि मैले दुःख सङ्घर्ष गरेर कम्पनी स्थापना गरेर अहिले प्रत्यक्ष रूपमा 27-28 जना रोजगारी दिएको छु। मैले पनि 2-4 पैसा आम्दानी गरेको छु र अप्रत्यक्ष रूपमा हजारौँ किसानहरूलाई चाहिँ मैले रोजगार दिन सफल भएको छु। रोयल हिमालयन कफीमा चाहिँ अहिले हामीसँग 27 जना टिम मेम्बरहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ प्रत्यक्ष रोजगारी गर्नुहुन्छ। कोही मार्केटिङमा हुनुहुन्छ, कोही कफी रोस्टिङमा हुनुहुन्छ, दिदीहरू कफी केलाउने हुनुहुन्छ, हाम्रा वरिष्ठहरू कफी बनाएर हाम्रा कस्टमरहरूलाई कफी चखाउने हुनुहुन्छ, कोही अकाउन्टमा हुनुहुन्छ। त्यसरी 27 जना चाहिँ हामी प्रत्यक्ष रोजगारीमा हामी टिम मेम्बर, हाम्रो कम्पनीको संस्था मेम्बरहरू हो। र अप्रत्यक्ष चाहिँ हामीले 3-4 हजार किसानलाई चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रोजगारी हामीले अहिले सिर्जना गरिरहेका छौँ। माटो छुनेलाई देश छोड्न मन नलागोस्। मलाई चित्त एउटा चाहिँ अलिकति इन्सपायरिङ हुने कुरा, कमसेकम देशको माटो छोएपछि देश प्रेमको भावना आउँछ होइन। देशको माटो भूगोल देखेपछि मान्छेलाई देशमा टिक्न सक्ने साहस आउँछ। जस्तो इन्डोनेसियामा एउटा कफीको बोटले 10 किलो दाना दिन्छ, रातो दाना। अनि हामी चाहिँ यहाँ 3 किलोमै अलमल गरेपछि हाम्रो किसान अनि त्यो इन्डोनेसियाको किसानसँग दाजिन सक्छ? दाजिँदैन नि त। उसको आय स्तर त समानान्तर भएन। त्यसले गर्दा हामीले अब यस्तो प्रविधि र अनुसन्धानमा हामी कम छौँ। प्रविधि र अनुसन्धानमा हामीले व्यापक खर्च गर्नुपर्छ। राज्यले खर्च गरिसकेपछि के हुन्छ भने यील्ड क्यापेसिटी हाम्रो बढ्छ। प्रति चाहिँ तपाईँको कफीको बोटमा हुने उत्पादन वृद्धि गर्नु पर्यो। त्यसले गर्दा लागत घटाउँछ।
लागत घटाएपछि के हुन्छ भने किसानलाई अलिकति कम मूल्य आयो भने केही फरक पर्दैन। यदि लागत बढाइयो भने कम मूल्य आयो भने साह्रै घाटा पर्छ किसानलाई। सकारात्मक कुराहरू पनि ल्याउँ न त, किनभने हाम्रो देशमा न गृहयुद्ध छ, न चरम भोकमरी छ, न चाहिँ हजुरको चाहिँ नि महामारी चाहिँ नि रोग व्याधि छ होइन। हामी त साइकोलोजिकल रूपमा न पीडित छौँ। हाम्रो जस्तो लाइफस्टाइल, हाम्रो जस्तो आनन्दको लाइफस्टाइल अमेरिका बस्ने अथवा अस्ट्रेलिया बस्ने दाजुभाइहरू रातभरि सङ्घर्ष गर्दाखेरि 18 घन्टाको ड्युटी गर्दाखेरि उहाँहरू लोभिनुहुन्छ नेपाली जीवनस्तर देखेर। भनेपछि यो कुरालाई त हामीले बाहिर ल्याउनु पर्यो नि त। हामीले इजी रूपमा यहाँ प्रशस्त कामहरू गर्न सक्छौँ, तर हाम्रै चिजभित्र भएको चिजलाई नखोज्ने र बाहिर सतहमा के छ भनेर खोज्दै जाने क्रमले गर्दाखेरि यो चाहिँ स्थिति आएको छ।